सारे सङ्गनादी कार्यक्रम हेरेर बस्नुभएका सम्पूर्ण हार्दिक नमन गर्दछु। पहिलो कार्यक्रम हेरेर सुझाव दिनुहुने सम्पूर्ण दर्शकहरूमा हृदयदेखि आभार व्यक्त गर्दछु। युवाको ज्ञान नातिको पहिचान भन्ने नारालाई मूल मन्त्र बनाई यस कार्यक्रमको निर्माण गरेका छौँ। आजको कार्यक्रमको पाहुनाका रूपमा अग्रज व्यक्तित्व रामचन्द्र पन्त हुनुहुन्छ। उहाँले शिक्षा र सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदान तारियोग्य छ। अब म उहाँलाई यस कार्यक्रममा स्वागत गर्दछु। नमस्कार। हजुरलाई म यस कार्यक्रममा स्वागत गर्दछु। धन्यवाद। हजुरको जन्म कहाँ भयो र बाल्यकाल कसरी बित्यो? मेरो जन्म विगत पञ्चकन्या गाविस वार्ड नम्बर 2 चिरौना र हाल चाहिँ रत्नगर 12 बागदेवी टोल। हजुरको बाल्यकाल कसरी बित्यो? बाल्यकाल भन्नुपर्दा त्यति सरल चाहिँ होइन, तर अहिले हालको परिस्थिति भन्दा केही जटिल मोडमा थियो। त्यतिखेर बालबालिकालाई अलिकति फ्रिडम पनि थियो, अहिलेको जस्तो होइन। त्यतिखेर केही खेल्ने सामग्रीहरू नहुनाको कारणले अनि बाबुआमाको अपेक्षा चाहिँ वस्तुभाव हेर्ने, घाँसपात गर्ने, दाउरापात गर्ने यी आदि कुराहरूमा बाल्यकालहरू सामान्य रूपमा बित्यो। पढाइको लेखाइको क्रम चाहिँ त्यति उत्कृष्ट अलिकति भन्नुपर्दाखेरि केही अलिकति ध्यानपूर्वक अभिभावकबाट अलि डर धम्की त्यस्तो खालको नभइकन स्वेच्छाचारी पढाइ लेखाइ हुन गयो। बाल्यकालका रूपमा हेर्दा हजुरको र हाम्रो पुस्ताको बिचमा कस्तो फरक पाउनुहुन्छ? बाल्यकाल विगत केही समय 46 साल पछाडिको अन्तरमा बाल्यकालका बालबालिकाहरूप्रति 22-24 सालदेखिको मेरो जन्मको सुरुवातदेखि र हालसम्मको पिरियडलाई त धेरै अन्तर लिन सकिन्छ। किनभने त्यहाँ चाहिँ टेक्निकल विधिहरू, आधुनिकरणहरू त्यस्तो थिएन। अब अहिले चाहिँ त्यस्ता कुराहरूमा केन्द्रित भए बालबालिकाहरूको मोबाइलहरू, विदेशसँग कार्यक्रम हेर्ने, विदेशी समाचारहरू सुन्ने यी आदि कुराहरूमा पत्रपत्रिका पढ्ने चेतनाको हिसाबमा पनि अलिकति अग्रज देखिन्छ। त्यतिखेर हाम्रो बाल्यकालमा चाहिँ खेल्ने, उफ्रिने, त्यही बाबुआमासँग पछि लाग्ने यस्ता कुराहरू मात्रै थिए। त्यति बालबालिकाहरूप्रति त्यति धेरै चाहिँ अवसर चाहिँ थिएन त्यतिखेर। यो पुस्ताको बालबालिकाको व्यवहारिक कार्यप्रति हजुरको धारणा कस्तो छ? व्यवहारिक कार्य भन्नाले अब यो कस्तोसँग जोडिन्छ भने धर्म, संस्कृति, कला, परम्परा, वृद्धहरूको चाहिँ एउटा सुझाव सुल्लाह, वैदिक सनातन धर्मको चाहिँ एउटा परिभाषित रूपमा चाहिँ त्यसको नियम सङ्गत कार्य गर्ने यी आदि कुराहरूमा जोडिएको हुनाले अहिलेको बालबालिकाहरूलाई अलिकति महत्त्वाकांक्षी धेरै बढेको र पहिलाका त्यस्ता किसिमको कुराहरू नभएको बालबालिकाहरू हुनाले गर्दाखेरि अहिले मोबाइलप्रति, समाचारको चाहिँ एउटा चाहिँ दृष्टिप्रति, त्यसको प्रभावप्रति धेरै नै अगाडि छन् र पहिलाको चाहिँ त्यस्तो थिएन। हाम्रो पालामा पनि खासै त्यस्तो प्रभाव परेको थिएन र अहिले र त्यसको बिचको अन्तर चाहिँ धेरै अपर्च्युनिटीहरू अहिलेका बच्चाहरूमा त्यस्तो पाएका छन्। हजुरको समयको शिक्षा र हालको शिक्षाको बिच कस्तो अन्तर पाउनुहुन्छ? त्यतिखेरको शिक्षा भन्नाले अब अहिलेको शिक्षा र त्यतिखेरको शिक्षामा हामीले पढेको 4 कक्षाको सामाजिक शिक्षा र विज्ञान शिक्षाको अहिले 11-12मा पढ्नुपर्छ। त्यतिखेरको शिक्षा भनेको धेरै प्रभावकारी थियो, तर शिक्षा चाहिँ आधुनिकीकरण थिएन। जुन शिक्षा अहिले चाहिँ व्यवहारिक शिक्षामा परिणत भयो। त्यतिखेर चाहिँ व्यवहारिक शिक्षा भन्दा पनि शैक्षिक क्षेत्रमा जागिर खाने र त्यसको पुस्तान्तरणको हिसाबले एउटा चाहिँ बाबुआमाप्रतिको जिम्मेवार बन्ने खालको त्यस्तो शिक्षा थियो। त्यो शिक्षालाई परिमार्जन गरेर अहिले व्यवहारिक शिक्षाप्रति धेरै उन्मुख भएको छ देश र अहिले त्यस्तो शिक्षा पनि छ। किनभने त्यतिखेर बोर्डिङ पनि थिएन। बोर्डिङको वैकल्पिक भनेको नै हाम्रो यही पुरानो शिक्षामै थियो र पुरानो शिक्षासँग त्यस्तो खालको अवसर थिएन। बालबालिकाले आफन्तहरू प्रति गर्ने व्यवहारले हजुर खुसी हुनुहुन्छ? अझ सुधारको लागि के सुझाव दिनुहुन्छ? अब अहिलेको बालबालिका र पहिलाको बालबालिकामा अन्तर छ, यस विषयमा धेरै नै छ।
सुधार भन्ने बित्तिकै अहिले जटिल रूपमा तत्काल सुधार हुने कुरा भएन। यसलाई चाहिँ पारिवारिक संरचनाभित्र पर्ने हुनाले परिवारले कस्तो शिक्षा दिन्छ, गार्जेनले कस्तो शिक्षा दिन्छ भन्ने कुरामा निर्भर गर्छ। यो विषय चाहिँ अलिक फरक नै हो। त्यतिखेर बाबुआमाप्रति आफन्तप्रति हेर्ने दृष्टिकोण बच्चाको धेरै नै फरक थियो। सम्मान गर्ने, आदर गर्ने, सत्कार गर्ने थियो भने अहिलेको बालबालिका नितान्त एउटा चाहिँ नि खेल मात्रै प्रेमी र अलिकति शिक्षाप्रति केही आकर्षित भएको देखिन्छ। बाबुआमा, पुरानो वृद्ध अनि आफन्तहरूप्रति त्यति उत्तरदायित्व भन्दा धेरै निम्न देखिन्छ अहिलेको चाहिँ। बुवा, तपाईँ पनि स्कुलबाट चुपचाप भागेर साथीसँग कतै रमाइलो गर्न जानुहुन्थ्यो? गइयो, त्यो त धेरै नै गइयो। त्यो त सबैको समय हुन्छ, त्यसलाई ठुलो कुरो मान्ने कुरो भएन। अहिले चाहिँ बरु कमै मात्र होला। त्यतिखेर त स्कुल जान्छु भने झोला रुखमा झुन्डाएर उता पौडी खेल्न जाने, कता कता जाने, त्यो त धेरै नै समय भयो। त्यस्तो हुनै थियो, सबै नै त्यस्तै थियो। त्यो त हरेक कालखण्डमा त्यस्ताहरू आउँछन्। एउटा त्यस्तो गप्पे कुरा जुन आजसम्म कसैलाई भन्नुभएको छैन, बताइदिनु होला। गोप्य कुरा त त्यतिखेर त्यस्तो खाले गोप्य कुरा कि फटाइ गर्न जान्ने कुरा हो, त्यस्तो छैन। त्यस्तो गोप्य कुरा त खासै। तपाईँ फेरि जवान हुन पाउनु भयो भने के गर्ने इच्छा छ? जवान अब यो अहिले जवान हुन पाएँ भनेर के गर्ने भन्ने कुरो त्यो निर्दिष्ट इच्छा चाहिँ छैन। तर जवान हुन पाइयो भने चाहिँ केही न केही समाजप्रति एउटा उत्तरदायित्व र जिम्मेवार परिवारप्रति गम्भीर एउटा चाहिँ भावना बोकेर उत्प्रोत भएर बाँच्न सक्छु कि भन्ने, गर्न सक्छु कि भन्ने हिम्मत चाहिँ छ। हामीहरूले अर्थात् नाति नातिनालेहरूले कस्तो कार्य गर्दा तपाईँहरूलाई सबैभन्दा खुसी लाग्छ? नाति नातिनाले हजुरबाप्रति, आफ्नो गार्जेनप्रति के गर्दै हुन्थ्यो भन्ने चाहना हुन्छ भने हाम्रो पुस्तामा पनि एउटा चाहिँ नि नाम र परम्पराप्रति अलिकति जिम्मेवार भइदियो हुन्थ्यो र हाम्रो एउटा वंशलाई उच्च शिक्षा अथवा उच्च विचारबाट उसले अवलम्बन गर्दै हुन्थ्यो भन्ने एकदम धेरै बृहत आशा हुन्छ। पुस्तालाई सही बाटोमा हिँड्न र सफल हुन कस्तो सुझाव दिनुहुन्छ? अहिलेका पुस्ताहरूलाई सही र अनुशासित बनाउनको निमित्त चाहिँ एउटा धर्म, संस्कृति, परम्परा भन्ने कुरा यो हो र हाम्रो परिवार यसरी संरक्षित हुन्छ, हाम्रो परिवार यसरी बसेको छ, समाजमा यस्ता किसिमका मान्छेहरू छन्, रूपान्तरण यसरी गर्न सकिन्छ, समाजमा मिलेर यसरी बन्न सकिन्छ र सद्भाव भन्ने कुरा के हो, अनुशासन भन्ने कुरा के हो, यसरी चाहिँ यसलाई चाहिँ दिनौ रूपमा आफूले आत्मसात गरियो भने त्यसलाई चाहिँ सुझावको रूपमा लिन सकिन्छ। र अन्तिम राउन्ड ऱ्यापिड फायर रहेको छ। यसको नियम हजुरले 2 मध्ये 1 रोज्नुपर्ने हुन्छ। यो चाहिँ रमाइलोको लागि है त। सुरु गरौँ। हस्। हजुरआमा कि साथीहरू? साथी आफ्नो ठाउँमा हुन्छ, तर हजुरआमा चाहिँ जीवन साथीको रूपमा माने हुनाले त्यो नै गौण हुन्छ। हजुरआमासँग डर लाग्छ कि माया? डर भन्दा खासै त्यस्तो डर भन्ने मान्नुपर्ने कुरा छैन। भित्री आफ्नो मनोभावना व्यक्त गर्ने साथीसँग त्यसै डर मान्नु कुरा पर्ने कुरा छैन, माया नै हुन्छ। लुकेर खाने कि बाँडेर खाने? त्यो त हरेक मानवको सभ्यताको विकाससँगै बाँडेर खाने नै हो। माफ गर्ने कि बदला लिने? बदला लिने घमण्डी हुन्छ भने माफ गर्ने एकदम एउटा चाहिँ महान हुन्छ। हजुर जवान हुँदा टिकटक भएको भए केटा साथीसँग भिडियो बनाउनु हुन्थ्यो कि केटी साथीसँग? टिकटक भन्ने बित्तिकै आफूलाई त्यस्तो ज्ञान नभएको हुनाले टिकटक कोसँग बनाउने भन्ने भन्दा पनि सामाजिकमा ओतप्रोत भएको कुराहरूलाई टिकटकमा ल्याउँदा राम्रो हुन्छ। कार्यक्रममा आएर हजुरलाई समय दिनुभयो, त्यसको लागि म हजुरलाई हार्दिक धन्यवाद दिन्छु। तिमीलाई पनि यस विषयमा ज्ञान प्राप्त भएको र यसरी कार्यक्रम सञ्चालन गर्ने अभिप्राय भएको हुनाले यसप्रति धेरै धेरै धन्यवाद। यसको सफल कार्यकालको तिमीलाई पनि शुभकामना।